नमस्ते सबैजनालाई। सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ मैले एउटा महत्त्वपूर्ण भिडियो बनाइरहेको छु हैन। महत्त्वपूर्ण भिडियो चाहिँ म कामबाट रुम फर्किँदै थिएँ हैन। कामबाट रुम फर्किने क्रममा चाहिँ एकजना इन्डियन साथीको चाहिँ मोबाइल स्कुटीबाट खस्यो के। अनि यो ओप्पो मोबाइल चाहिँ मैले उठाएर चाहिँ ल्याएँ के। फोन आउँछ भनेर वेटिङ गरिरहेको थिएँ। फोन पनि आयो र त्यो मान्छे मोबाइल लिन आउँदैछ भन्ने कुरा सुने हैन। मैले भनिदिएँ कि सर तपाईँको मोबाइल सुरक्षित छ, तपाईँले जतिखेर आउनुहुन्छ लिएर जानुहोस् र आजको काम तपाईँ ढुक्कसम्म गर्नुहोस्। तपाईँको मोबाइल मसँग एकदमै सुरक्षित छ, तपाईँले चिन्ता गर्नु पर्दैन भनेर कुरा गरेँ। अनि त्यसपछि त्यो मोबाइल अहिले लिन आउँछु भन्ने कुरा गरिरहेको छ हैन। कस्तो आउँछ कि आउँदैन हेरौँ। त्यो आयो भने चाहिँ त्यो मान्छेलाई मोबाइल बुझाएको चाहिँ भिडियो हाल्छु हैन। सबैजनाले भिडियोलाई हेर्नु होला। मोबाइल चाहिँ उहाँले भिडाइसक्नु भएको छ। के बोल्न चाहेंगे आप? ये मेरा मोबाइल खो गया था और ये भाई ने वापस दिलाया। बहुत अच्छे इंसान है। मोबाइल दिइसकेको छ। तपाईँहरू पनि यस्तै अब सामानहरू भेटाउनु भएछ भने एउटा मानवताको हिसाबले हैन फिर्ता गरिदिनु होला। र यस्तै यस्तै तपाईँहरूको यो मोबाइलमा हैन त्यसको जिन्दगी हुनसक्छ, महत्त्वपूर्ण डकुमेन्टहरू हुनसक्छ हैन। सबै कुरा त अहिले मोबाइलमै हुन्छ हैन। कसैको पाएको चिज चाहिँ फिर्ता गरिदिइहाल्नुपर्छ एउटा मानवताको हिसाबले।